साइकल किन्न पनि टोकियो मैले अब कस्तो कस्तो लाग्ने कि होइन मेरो साथीले भन्छ साइकल किन साइकल किन भन्छ यहाँ एकछिनमा ट्रेन भेटिहाल्छ अब हुन्छ साइकल रमाइलो ओइ माई गड हेर नि किन अरू त्यस्तो ओइ किन आएको तिनीहरू सँगसँगै ओइ अझ अर्को दुइटा पनि आएर पछाडि हामी आज चाहिँ यो पार्कमा जान लागेको यो पार्क चाहिँ यता ताचिगावाको स्टेसनबाट हिँडेर चाहिँ 18 मिनट लाग्दो रहेछ बसमा आयो भने 9 मिनट लाग्दो रहेछ तर हामी चाहिँ हिँडेर आएको अब यहाँभित्र जाँदैछौँ यो चाहिँ यहाँभित्रको पार्कको एरिया ओके यहाँ चाहिँ यस्तो रहेछ हामी चाहिँ टिकट चाहिँ 450 रहेछ है त्यहाँ आइसी टच गरेर पासमा टच गरेर नि मिल्ने रहेछ कस्तो राम्रो छ त हेर न ठाउँ त है सो यहाँ चाहिँ चुगाक्सेलाई चाहिँ फ्री अनि 65 ओभरलाई 210 अनि अरूलाई चाहिँ 450 रहेछ है टिकट चाहिँ अब यहाँबाट भित्र जाँदैछु यहाँ के हो फुल फेस्टिभल कहाँ अहिले खिच्ने कि पछि खिच्ने पछि त यस्तो हो कहाँबाट आएको ओके कस्तो राम्रो आउँछ होला अरे सिन तर एक खिचाउनु लाग्छ होला अहिले पुरै 5 बजे अझै राम्रो हामी अलि अगाडि आयो कि फेरि अर्कोचोटि आउँदाखेरि जस्तो राम्रो भयो नि यस्तो अहिले जस्तो रमाइलो हुँदैन यहाँ फर्स्ट टाइमै रमाइलो लाग्ने होइन यहाँनिर मलाई फोटो खिच्न मन लाग्यो कस्तो दामी एकछिन त्यहाँबाट खिच है हामी नेपाली हो नि त होइन यहाँनिर कसैले फोटो खिचेकै छैन हामी चाहिँ पुरै बाटो रिजर्भ गरेर यहाँ हामीले फोटो खिच्न भ्यायौँ त सो अब जाँदैछौँ अब मेन ठाउँ चाहिँ आएको छैन त्यहाँ जाँदैछौँ त्यहाँ चाहिँ के छ भन्ने हो अब 450 टिकटको त अलिक महँगो के अरे उता राम्रो त राम्रै ठाउँ होला तर सो हामी जाँदैछौँ अब यहाँ हाम्रो फेरि फोटो खिचाइले फेरि टाइम लाग्छ क्या त्यहाँ पनि खिच्न जाने हो कि फेरि यहाँ साकुरा चाहिँ खासै धेरै रहेनछ होइन साकुरा अहिलेसम्म देखाएको छैन सो साकुरा पनि अलिकति ढिलो भएको कि हो अलिकति फुल्ने भइसकेछ कि फुल्नु ओर्लिनु थालिसकेको रहेछ तर घुम्नको लागि चाहिँ आनन्द रहेछ जस ऊ त त्यहाँ रहेछ साकुरा त उतापट्टि रहेछ हेर न ऊ त्यहाँ रहेछ कि साकुरा सो घुम्न चाहिँ एकदमै रमाइलो रहेछ तर आफ्नो खानेकुराहरू के बोकेर आउँदा चाहिँ खाने बसेर खाने ठाउँ पनि रहेछ यहीँ पनि रहेछ तर अब क्यान्टिनमा के हो अब अलिक ऊ होला एक्सपेन्सिभ सो हामी चाहिँ अझै उता जाँदैछौँ उता होला सायद घुम्ने ठाउँ तर एकदमै रमाइलो माइन्ड फ्रेस गर्नको लागि चाहिँ आनन्द आउने ठाउँ रहेछ है वा त्योसँग के छ अब वा ऊ त्यहाँ साइकल क्या दामी चलाइरहेको त्यसको फोटो तल पानी बगेको छैन पानी बगेको कस्तो राम्रो देखिन्थ्यो होला
यहाँ डुङ्गा खेल्न पनि पाइने रहेछ। डुङ्गा चाहिँ अब टिकट टिकट चाहिँ महँगो कति छ होला टिकट हेरौँ न पहिला। यहाँ त पुरै कस्तो नेचुरल के बनाएको जस्तै छैन र नि त्यो पर फेरि ठ्याक्कै जङ्गलका छुइने के डुङ्गा होइन खुरुखुरु खोला जस्तै कहाँसम्म पुग्छ भन्ने फेरि यति मात्रै हो अन्त तर पिकनिक सिकनिक बोकेर आउन चाहिँ के अरे सानो सानो कि खाजा बोकेर आउन बस्न आनन्द रहेछ कि जहाँ जाँदा खाली हात हिँड्दा हुन्छ। केटी मान्छे भइदियो भए याद हुन्थ्यो होला नि केटाहरू यस्तै हो। ठुलो रहेछ टिकट टिकट त छैन त अनि कहाँ टिकट काट्छ 3 को 23 देखि 4 को 19 रहेछ है। यो चाहिँ 9 9:30 बज्यो बेलुका 4:30 रहेछ। सो हामी जाँदैछौँ। अहिले चाहिँ कति बजी छ ए टाइम हेर्न पर्ने भयो टाइम त हेरेकै छैन हामीले। सो हामी जाँदैछौँ के छ भित्र हेर्दैछौँ। यहाँ चाहिँ दामी लाग्यो जस्तो आनन्द आउने। अब सुरु भयो जस्तो लाग्यो यहाँ रङ्गी बिरङ्गीहरू देखिँदैछ। साकुरा दोरिङको 700 ऊ त्यहाँ देखिँदैछ ऊ देख्यो होइन त्यो ठाउँ के देखेनौ उनीभित्र देखिराखेर मैले परबाट देखेको थिएँ। ओके ओके ओ देख्यो अब बल्ल भित्र ओ तर तोरीबारी जस्तै छ त यहाँ त साइकल चलाउनु क्या आनन्द हेर न मुनतिर। कहाँ गयो आजभोलि भएर है त्यो पनि तोरीबारी त कति छ कति छ तर यहाँ बच्चाहरूलाई खेल्न पनि आनन्द रहेछ कि हेर सबै खेल्नको लागि त्यत्तिकै 450 लाग्दो हो त नि होइन तर फुटबल सेलर खेल्न नि मिल्ने रहेछ साकुरा पनि फेरि कस्तो अल्को होला रातो होला होइन तोरी हो नि त यो त साँच्चै तोरी तोरी हेरियो तोरी वाउ सर्स्यौँ राम्रो रहेछ। यस्तो हामी आउने दिन मौसम यस्तै हुन्छ कि कता जस्तै हो। हामी ढिलो पनि ढिलो आएको हो नि त अघि घाम लागेको बेला हामी खास टिकटकमा यो देखेर आएको है अब लास्टमा अब यो पनि हेर्न पाइयो जस हामी खास यही देखेर चाहिँ हामी यो पार्क आएको तर यो नभए पनि रमाइलो त रमाइलो रहेछ तर सो दामी रहेछ ल यो चाहिँ यस्तो रहेछ वाउ को हाँसेको यो
यहाँ चाहिँ डेटिङ आउनुको लागि चाहिँ एकदमै राम्रो छ है। डेटिङ आउनेलाई एकदम राम्रो ठाउँ चाहिँ उ गरेको के भन्छ एक्सप्लोर सबभन्दा मन पऱ्यो यही होला आजको अहिलेसम्मको आजको यो ए यस्तो यस्तो रुख चाहिँ दामी यहाँ त्यहाँको राम्रो भयो नि कस्तो गदा गदा गुद्दुङ तर यहाँ पुरै शान्त छ उयो के को लागि भयो कस्तो दामीहरू बाटो रुख भन न यो पुरै पात उ भएछ 1 महिनामा कस्तो दामी हुन्छ होला है